हेलो नमस्ते छ मेरो अर्को एउटा भिडियोमा र आज चाहिँ हो बिहाको दिन। यो भिडियो चाहिँ हो बिहाको दिन र म यहाँ मेकअप पनि स्टार्ट गर्दैछु र यहाँ बहिनीले के भन्दै थिइन्, हँसाउँदै थिइन् र यहाँ बेहुली र म चाहिँ हाँस्दै पनि थियौँ। अब यहाँ चाहिँ म मेकअप गरिदिँदै थिएँ र सामान हेर्दै थिएँ। अब के फिनिसिङहरू दिनुपर्छ नि त, मेरो मतलब एसिस्टेन्ट छैन र यहाँ मण्डप पनि अलरेडी तयार भएको छ र यहाँ म पनि समहाउ जेनतेन रेडी भयो। यो चाहिँ हो हाम्रो बेहुलीको मेकअप चाहिँ मैले गरेको थिएँ र कस्तो लाग्यो बेहुलीको मेकअप भन्नु होला। र बेहुलीलाई रेडी गर्दा गर्दै आफू चाहिँ रेडी हुनै पाइन, जन्ती पनि कतिखेर आए थाहा भएन। यहाँ चाहिँ बेहुलीको बहिनीले नेल गर्दै थिइन्, अब नेल उकिएको थियो अरे त, नेल लगाइदिँदै थिइन्। अनि यहाँ चाहिँ हेर्नु बेहुला र बेहुली, अनि म चाहिँ बेहुलीको लोकन त्यही हेरेँ नि त। अनि यहाँ चाहिँ अब कन्यादान दिने टाइम आइसक्यो, सबैभन्दा टफेस्ट होइन, सबैभन्दा टफेस्ट अब कन्यादान होइन, छोरीको दान दिनलाई धेरै ठुलो मन हुनु पर्यो, आमा बाबाको धेरै डह्रो मन हुनु पर्यो अनि दिन सकिन्छ। र यहाँ बाबा आमाहरू सबैजना हुन्थ्यो र यहाँ कन्यादान पनि स्टार्ट भइसक्यो र बहुत इमोसनल मोमेन्ट हो। र यो भ्लग कस्तो लाग्छ तपाईँहरू भन्नु होला, धेरै रिचहरू पुऱ्याइदिनु होला र पेजलाई फलो पनि गरिदिनु होला। र मलाई चाहिँ मेरो आफ्नो दिनै याद आयो र म ब्राइडको चाहिँ साथी थिएँ त, अनि मैले धेरै क्लिपहरू चाहिँ सुट गर्नु पाइनँ। अब यहाँ गुरुजीहरू पनि आइसक्नु भएको थियो र बर्मा लाएर त अघि नै भएको थियो र यो लगनको बेला हो नि त, अब पोते लाउनको लागि तयारी चल्दैछ। अब फाइनली मेरो साथी पनि अरूको भएन। अब म चाहिँ ब्राइड्समेड थिएँ त मैले राम्रो क्लिप्सहरू सुट गर्नु सकिनँ। अब ब्राइडमेड्स हुँदाखेरि त अब निस्केर पनि हिँड्न पाइएन होइन। अनि यहाँ गुरुजीहरू मन्त्रहरू पनि पढिराख्नु भएको थियो। र मेरो भ्लग कसले हेर्नुहुन्छ प्लिज कमेन्ट गरेर भन्नु होला र कस्तो लाग्छ त्यो पनि भन्नु होला। र यहाँ चाहिँ पोतेको टाइम पनि आयो। यो चाहिँ अब बिगेस्ट डे अफ द लाइफ होइन, आफ्नो जीवनको सबैभन्दा ठुलो दिन हो। अब जस्तो अब आफू ब्याचलरबाट अब सिङ्गलबाट म्यारिड हुनुलाई पनि धेरै माने हिम्मत चाहिन्छ नि त। अब र बेहुली चाहिँ यहाँ डराइ पनि राखेको थिइनँ अब अलिअलि, तर केही छैन। अब बेहुला राम्रो हुँदाखेरि होइन, हस्बेन्डले साथ दियो भने लाइफ टाइमको लागि त्यो धेरै नै राम्रो हो। अब एउटा र धेरै राम्रो लाग्यो बिहा। अब यो चाहिँ एन्डिङ हो है बिहाको सिरिजको। मैले धेरै भिडियो फोटो अपलोड गरेँ र यहाँ पोते पनि भयो र मैले धेरै क्लिप चाहिँ लिन सकेको थिइनँ। अब र यहाँ बिहा हुँदाहुँदै राति भयो, डे नाइटको बिहा भइसक्यो। यहाँ बेहुलीको भाइ हुन्, के नियमहरू गर्नु हुँदै थियो। अब मलाई चाहिँ थाहा भएन अब। अनि यहाँ चाहिँ राति पनि भइसकेको थियो, बिदाबारीको टिको भइसकेको थियो। र कस्तो लाग्छ यो भिडियो भन्नु होला। मिल्छु अर्को एउटा भिडियोमा, बाई बाई।